हेयर स्ट्रङ छ भनेदेखि चाहिँ हामी 200-210 मा पनि गर्न सक्छौं है। हामीले एकदमै फुल हिटमा लगाछौं भनेदेखि चाहिँ धेरै बेर स्टे गर्नु पर्दैन। हिट कम छ भनेदेखि चाहिँ अलि धेरै बेर स्टे गर्न सक्छौं है बेरिसकेपछि। यसलाई बेर्ने बेलामा चाहिँ हामी यसै हैन नि त यसरी राख्दिने, यसलाई यहाँ हैन यसरी राख्नु भयो भने यहाँ के रहेछ भने नि पोल छ, यो राखेको स्ट्यान्ड नै यो राख्नको लागि हो। यसरी राख्ने, यसलाई 90 डिग्रीमा होल्ड गर्ने दुईटा औंलाले। हाम्रो हेयर यो दुई पार्टमा हुन्छ। यतापट्टिको हेयर हामी यता फर्काएर गर्छौं, यतापट्टिको हामी यता फर्काएर गर्छौं है। हेर्नु है यसरी ल्यायो, अब यसलाई यसरी फर्काउने, यसलाई समातेर यसरी बेर्ने। अलिकति बेरिसकेपछि फेरि अलि यता तान्ने, फेरि अलि यता तान्ने। एकैचोटी तानेर माथि ल्याउनु भयो भने बेर्दाखेरि फुस्किन सक्छ। अनि अब यो नजिकै आइसकेपछि चाहिँ बिस्तारै यो थम्बले यसरी ट्याक ट्याक पार्ने, ट्याक ट्याक पारेर यसलाई भित्रसम्म राखेपछि यसरी लैजाने। यसलाई 10 सेकेन्ड जति होल्ड गर्न सकिन्छ। अब यसलाई यसरी यो औंलाले यसरी ट्याक 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 पारेर खोल्दिने। खोल्दाखेरि एकैचोटी फुस्किन सक्छ। तल हामीले हात राख्न सक्छौं है। यतापट्टि आएर नि तलै राख्नु पर्यो, यतापट्टि माथि उतापट्टि माथि राखेछौं भने माथि नै राख्न सकिन्छ है। जताबाट गर्न पनि सकिन्छ, इन अथवा आउट जसरी पनि गर्न सकिन्छ। यो हेयरलाई अघि मैले यता राखेको थिएँ, अहिले यता राख्दैछु है रेस्ट हेयरलाई। यो छोडिने बेलामा लास्टमा चाहिँ अलि विचार पुर्याएर ट्याक 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 गरेर गर्नुपर्छ है। यो जहाँसम्म बेरे थियो त्यहीसम्म यसलाई पनि बेर्ने, यसलाई पनि 10 सेकेन्ड जति होल्ड गर्ने। अब छोड्दाखेरि यसरी बिस्तारै यसरी छोड्ने। बुझ्ने हो यसलाई 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 यस्तो गर्ने, यता यता त्यताकोलाई यता। अब बेर्न सुरु गर्ने। अब यसलाई एकछिन छोड्दै पनि हुन्छ, यहाँसम्म मात्र बेर्दा नि हुन्छ। ल बेर बेर बेर। अब फेरि यसलाई समातेर थोरै तान्ने, यसलाई ट्याक ट्याक पार्दै अलिकति लुज बनाउने यसलाई। ल खोला त यसलाई, 3 चोटि बेर। अब फेरि समात्ने यसलाई। अब फेरि अब बिस्तारै है, अब बिस्तारै ट्याक ट्याक पार्दै ल्याउने। यो भित्रै छिराउनु पर्छ है, बिस्तारै बिस्तारै। अब बिस्तारै 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 भित्रै जानुपर्छ त्यो। अब भयो बेर्ने, अब बेर्ने। एकैछिन होल्ड गर्ने, निकालिहाल्ने किनकि हाम्रो धेरै बेर भइसक्यो छ बेर्दा बेर्दै। यहाँ हात समात्ने थोरै यसरी राख्ने है, फत्तै नफुस्कियोस् भन्नाले। ल ओइ ओइ अब यता अब यसलाई घुमाउने, उता गयो भने यता फालिदिने। अब फेरि ट्याक ट्याक पार्दै यता अलि तलसम्म ल्याउने है। यसलाई चाहिँ थम्बले नै समात्यो भने राम्रो के यसरी हो त्यहाँ। अब यसलाई समात्दै अलि तलसम्म ल्याउने, अलि लुज गरेपछि सजिलो हुन्छ। अब फेरि 1-2 चोटि बेर्ने, सिधा है सिधा। यसलाई यसरी सिधा। यो माथि गएको बेलामा समात्न सजिलो हुन्छ कि खै छोड त यसलाई यहाँ समात देखिन्छ नि त। माथि भएको बेला अलि लुज गरेर
गऱ्यो भने सजिलो हुन्छ। यसरी तन्काएर ट्याक पार्न थाल्यो भने जान्दैन। अब बिस्तारै 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 हात पनि पुल्न सक्छ, बिस्तारै छिर्नै पर्छ है। भयो अब बेर्नी, यो जहाँसम्म बेर्यो त्यो पनि त्यहाँसम्म बेर्नी। यसलाई यस्तो सिधा राख्ने, फेरि 10 सेकेन्ड जति होल्ड गर्ने। अब यता छोड्ने। अब यसलाई लुज गर्नुपर्छ है छोड्ने बेलामा, हल्का हल्का लुज।